आज चाहिँ छौँ सिडनीबाट बाहिर। हेलो एभ्रीवान, आज चाहिँ म र जेकब जाँदैछौँ सिडनीबाट बाहिर 2-3 दिनको लागि। हामी चाहिँ स्पेसली जेकबको कामको लागि जान लागेका हौँ। अनि मैले चाहिँ बिहान बिहान रेडी हुन यति धेरै टाइम लगाए कुरै छोड्यौँ। बिहानै जाने भनेर प्लान गरेर 2 बजिसकेको थियो। आज चाहिँ मैले मेरो कपाल कस्तो राम्रो बनाएँ जस्तो फिल भयो मलाई। बाटोमा चाहिँ हामीले खायौँ अलिअलि हङ्ग्री ज्याक्स, किनकि हन्टर भ्याली साइड जाँदा मलाई त्यो हङ्ग्री ज्याक्स खाएन भने मनै पर्दैन साँच्ची भन्नुपर्दा। अनि बाटोमा चाहिँ कस्तो मजाले होर्स फार्महरू देखिरहेको थियो, एकदमै हरियाली। अनि हामी चाहिँ पुग्यौँ हाम्रो एयरबिएनबीमा। यो चाहिँ टक्कै रिभरकै साइडमा थियो होइन। अनि पुरै हरियाली हरियालीले भरेको पार्क जस्तो पनि थियो। यो म्याकपाईले चाहिँ मलाई झन्डै आएर ठुङ्गेको। यो चाहिँ टक्कै रिभरकै साइडमा पनि थियो। लास्टै राम्रो लाग्यो मलाई ठाउँ चाहिँ। अनि चाहिँ म र जेकबले अलिअलि यहाँ टिकटक बनायौँ। जेकबलाई नेपाली लिपसिङ सिकाउन मलाई लिटरली हाफ एन आवर नै लाग्यो होला होइन। अनि त्यो हङ्ग्री ज्याक्सबाट लिएर आएको बर्गर खायौँ एकछिन बसेर। मैले चाहिँ घरबाटै ग्रोसरीहरू लिएर आएको थिएँ, किनकि मैले अस्ति कस्कोबाटै अलिकति एक्स्ट्रा सपिङ गरेको थिएँ आज लिएर आउन भनेर। अनि त्यो कोलाजेन फेस मास्क चाहिँ लास्टै राम्रो छ गाइस। अनि एकछिन बस्यौँ, रात हुँदै आइसकेको थियो। त्यो लिड लाइट पनि कस्तो मजाले बलेको थियो होइन। अनि म चाहिँ पिजेमा चेन्ज गरेर एकछिन टिभी हेरेँ। आज चाहिँ मलाई केही बनाउन मन लागेन, त्यही भएर आजलाई